हेलो गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ म अलिक छिटो नै उठेँ होइन, किनकि फुटबल म्याच थियो कि। अनि त्यही भएर उठेर रेडी भएर अब चाहिँ स्कुल जान लाग्यो। म स्कुल जानलाई जाँदा फेरि ऊ थियो कि बाटो लास्ट हिलो थियो कि बाटोमा। अनि त्यही भएर चाहिँ म चाहिँ बाटो चेन्ज गरेर जान लागेको थिएँ होइन। माथिको बाटो चाहिँ लास्ट ऊ थियो कि हिलो, अनि पानी परेको हुनाले त्यही भएर म चाहिँ अर्को बाटो आएँ। अनि अलिक टाढो थियो क्या तल्लो बाटो चाहिँ। अनि त्यही भएर चाहिँ छिटो नै उठेर छिटो नै जान लाग्यो। म आज रातिको म्याच पनि हेर्न पाएन खासमा, लास्ट ऊ भयो बत्ती सत्ती लाइट गएको थियो कि। अनि त्यही भएर म्याच हेर्न पाएन। अब कलेजतिर जाउँ, लेट्स गाइस। चाहिँ म कलेज पुग्नु लाग्यो होइन गाइज। अनि बाटो पनि टाढा थियो। अनि त्यति पानी परेर आएको थियो। अनि भेट्यो भने त्यति पनि होइन, अलि पानी परेर आएको थियो कि। लेट्स गाइज अब चाहिँ कलेज पुग्नु लागेको थिएँ म। अहिले चाहिँ म अब कलेजबाट आएको होइन गाइज। आजदेखि अब कलेज गर्मीको छुट्टी भइसकेको छ कलेजको। फेरि केटाहरू चाहिँ फेरि उयो हुन् कि। अनि त्यही भएर चाहिँ अब चाहिँ कल घरतिर जानु लाग्यो। अब चाहिँ त्यही साउनको 3 गतेसम्म बिदा छ हाम्रो चाहिँ। अनि त्यही भएर साथीहरू हामी घर जानु लाग्यो अब। अनि त्यही भएर अनि बेलुका चाहिँ हामी चाहिँ 2टा मात्र थियो कि माथि जाने। अनि त्यही भएर भेडे बनाएर आएको थियौँ। अनि गर्मी पनि लास्ट थियो कि, बिहान त्यत्रो पानी पऱ्यो, दिउँसो फेरि अर्को लास्ट गर्मी थियो कि। अनि त्यही भएर घर जानु लाग्यो गाइज। होइन, अनि म घर पनि पुग्ने बित्तिकै काम थियो। अनि घरमा पनि भिडियो बनाएन मैले। अनि चाहिँ घर पुग्नु आएको थिएँ म। अनि घर गएर चाहिँ म न्यु रोड गएको होइन। न्यु रोड अलिक काम थियो मेरो। अनि त्यही भएर म चाहिँ न्यु रोड गइरहेको गाइज। त्यही भएर अब लेट्स सी गाइज। घुम्दा राति भइसकेको थियो होइन। अनि चाहिँ अब चाहिँ घर फर्किनु लाग्यो। हेङ्गो गरेको थिएँ मैले चाहिँ। त्यति बेला चाहिँ पुरा राति भएको थियो क्या। अब हेङ्गोको पनि त्यति भर हुँदैन कि रातितिर चाहिँ। अनि हेङ्गो गरेको थिएँ मैले चाहिँ। अनि हेङ्गो पनि आउँछु एकछिनमै। अनि चाहिँ म घरतिर आउँछु होइन। राति त्यति ऊ पनि हुँदैन ट्राफिक। तर अनि काठमाडौँमा चाहिँ ट्राफिक कतिले पनि रुक्दैन क्या। सो यु टुमारो गाइज, बाई बाई। भोलि अर्को भिडियोमा भेटौँला।